नमस्कार। आजको यो विशेष प्रस्तुतिमा स्वागत छ। म समा थापा। विगत केही वर्ष यता डिजिटल प्रविधिले मारेको फड्को हेर्दा डिजिटल प्रविधि हाम्रो जीवनशैली नै बनिसकेको छ। ठूला प्रविधिको मात्र कुरा होइन, हातमा मोबाइल फोन अनि त्यही फोनबाटै आर्थिक लेनदेनको कारोबार गर्नु सामान्य जस्तै भइसकेको छ। जबकि केही वर्ष अघिसम्म हामी हरेक साना ठुला कारोबार गर्न घण्टौँसम्म हातमा चेक लिएर ब्याङ्कमा लाइन बस्ने गर्थ्यौँ। नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क हेर्दा नेपालमा अहिले 4 करोडभन्दा धेरै मोबाइलको सिम प्रयोग भइरहेका छन्, जसमध्ये 2 करोड 87 लाखले मोबाइलमा इन्टरनेट प्रयोग गर्ने गरेको देखाइएको छ। घर वा कार्यालयमा ब्रोडब्यान्ड इन्टरनेट जोड्नेको सङ्ख्या 95 लाख नाकेको छ। सामान्य किनमेलदेखि कार्यालयको दैनिक काम कारवाही, शैक्षिक गतिविधि वा सामाजिक सञ्जाल प्रयोग गर्नेहरू हरेकले डिजिटल प्रविधिको भरपूर प्रयोग गरिरहेकै देखिन्छ। यसरी तीव्र रूपमा फड्को मारिरहेको डिजिटल प्रविधिबाट के सबैले समान रूपमा लाभ लिन सकेका छन् त? सर्वसुलभ भनिएको प्रविधिमा के कस्ता असमानता कायम छ र पहुँचका हिसाबले भएका असमानता, सामाजिक, आर्थिक र लैङ्गिक रूपमा के कस्ता असमानता छन् र ती प्रविधिको पहुँचमा भएका असमानता अर्थात् डिजिटल डिभाइडलाई चिर्नका लागि के गरिनुपर्छ? कस्ता उपायहरू हामी अपनाउन सक्छौँ? आजको यो विशेष प्रस्तुतिमा हामी छलफल गर्नेछौँ र छलफलका लागि हामीसँग हुनुहुन्छ अन्तर्राष्ट्रिय गैर सरकारी संस्था केयर नेपालका डेप्युटी कन्ट्री डाइरेक्टर मोना शेर्पा। स्वागत छ। नमस्ते समाजी। र हामीसँग हुनुहुन्छ शुभ कायस्थ, उहाँ बडी एन्ड डेटाका सहसंस्थापक अनि कार्यकारी निर्देशक हुनुहुन्छ। स्वागत छ। नमस्ते। र हामीसँग हुनुहुन्छ सुमना श्रेष्ठ, उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्य हुनुहुन्छ। स्वागत छ। नमस्ते समाजी। र हामीसँग हुनुहुन्छ प्रविधि विकासमा अग्रणी निजी क्षेत्रको संस्था F1 सफ्टका चीफ मार्केटिङ अफिसर अद्वैत तुलाधर। नमस्ते समाजी। सबैजनालाई स्वागत गर्दै म पहिला सुमनाजीबाट नै आजको यो छलफल सुरुवात गर्न चाहन्छु। नेपालको डिजिटल प्रविधिले फड्को मार्ने क्रम बढिरहेको छ, तर प्रश्न आउँछ, प्रविधि विकसित हुँदै गर्दा के त्यो समान रूपमा वितरण भइरहेको छ? सबैले समानुपातिक रूपमा त्यसको लाभ लिइरहेका छन् भन्ने प्रश्न हुन आउँछ। तपाईँलाई के लाग्छ, महिला र किशोरीहरूको प्रविधिमा पहुँच कस्तो छ अहिले? यसको पहिला जेनेरिक एन्सर दिनु पर्ला समाजी। सर्टेन स्ट्याट्स हाम्रो, प्लिज करेक्ट मी, हाम्रो ब्रडब्यान्ड केबलवाला इज 34-35% पेनिट्रेसन छ नेपालमा र मोबाइलको इज अराउन्ड 95% है। सो त्यो अनुपातमा महिला किशोरी मात्रै होइन, धेरैजना नेपालीहरूको पहुँचमा पनि टेक्नोलोजी सुलभ तरिकाले पुगेको छैन, नम्बर 1। नम्बर 2, महिला र किशोरीहरूकोमा कति पहुँचमा पुगेको छ त तपाईँहरूले बेसी थाहा होला, त्यसको मैले डेटा देखेको छैन होइन। तर यो टेक्नोलोजी युटिलाइजेसनमा सर्टेन आफ्नै आँखा अगाडिको इक्जाम्पल्सहरू चाहिँ म दिउँला है। हाम्रो जति पनि पठाओ राइडर्स छन् अथवा फुड मान्नुमा छन्, त्यो पनि टेक्नोलोजीबाट, टेक्नोलोजीको उपजले गर्दाखेरि सृजना भएको कामहरू, रोजगारीहरू। त्यसमा चाहिँ नि महिलाहरू चाहिँ त्यति धेरै देखिन्न। तर यो जुन तपाईँले मलाई प्रश्न सोध्नुभयो, त्यसको जवाफ दिनको लागि चाहिँ नि अध्ययन चाहिन्छ भनेर चाहिँ नि म जोरदार रिक्वेस्ट गर्छु सबैजनालाई, यसमा काम गरिराख्नु भएको साथीहरूलाई। हाम्रो यो सामाजिक मूल्य मान्यतालाई नजिकबाट केलाउने हो भने पनि अब त्यसलाई अध्ययन गरेर हेर्दा पक्कै पनि महिलाहरू पछाडि छन् भनेर हामी भन्न सक्छौँ। अद्वैतजीलाई मेरो प्रश्न, जस्तो जुन हामी डिजिटल डिभाइडको कुरा गरिरहेका छौँ नि, खाडल छ, महिला र पुरुषमा खाडल अलरेडी छ होइन, सहर र गाउँमा खाडल छ, हुने र नहुने बीच खाडल छ। यो प्रविधिको विस्तारले त्यो खाडललाई अझै फराकिलो बनाइदिएको छ? तपाईँहरूले काम गरिरहँदा प्याटर्नले के भन्छ? अब यस्तो छ, मैले डिस्क्लोज गर्ने डेटा अब त्यो F1 सफ्टले चाहिँ ब्याङ्किङको एप्सहरू पनि बनाउँछ र ई-सेवा पनि छ होइन। तर हामीसँग ब्याङ्किङको डेटा चाहिँ हुँदैन। मैले डिस्क्लोज गर्न सक्ने भनेको इट्स ओन्ली द डेटा बेस्ड अन आवर ई-सेवा कस्टमर्स होइन। ई-सेवाको कस्टमर्स हेर्दाखेरि चाहिँ अराउन्ड 30% जति चाहिँ हाम्रा फिमेल युजर्सहरू चाहिँ अहिले छन्। तर इन्ट्रेस्टिङली के छ भने हाम्रो 2 लाखजना एजेन्ट नेटवर्क भन्छौँ हामी होइन, जो चाहिँ किराना पसलहरू, यो मम एन्ड पप सप्सहरू जहाँनिर चाहिँ हाम्रो नेपालभरि छरिएर रहेका, तीमध्ये चाहिँ 15,000 जति चाहिँ वुमेन लेड
यो एजेन्टहरू छन् होइन तर एक्चुअली तपाईँ फिल्डमा जानुभयो भने त्यो 2 लाख मध्ये 50% जना चाहिँ 50% जति चाहिँ सबै फेरि फिमेलले नै रन गरिरहेको बिजनेसहरू हुन् होइन मतलब त्यहाँ फिमेल नै बसिरहेको हुन्छ क्या हुन चाहिँ सो त्यो हिसाबले अब टेक्नोलोजीले ऊ भन्दा अब मेरो विचारमा चाहिँ अब त्यो डिजिटल डिभाइडको मुनि फेरि अलिकति यो इकोनोमिकल डिभाइड पनि छ त्यो मुनि उहाँले भन्नुभएको छ सोसियो कल्चरल अलिकति डिभाइड पनि छ हाम्रै घरमा हेर्नुभयो भने धेरै टाढा रुरल अर्बन पनि नजाउँ अर्बनमै बस्दाखेरि पनि इभन इन आवर ओन हाउस होल्ड होइन एउटा सामान्य परिवारमा इमेल एड्रेस नभएको को हुन्छ भन्दाखेरि जेनरली मदर्स हुन्छ कि होइन इमेल भनेको त यो डिजिटल उसमा एकदम गेम चेन्जिङ टुल हो नि त कम्युनिकेसनको सो त्यो नै खास उपभोग्न भने चाहिँ आमाहरू नै अब जेनरली देख्दा अहिले त हुन्छ होला तर त्यो फेसबुक टिकटकको लागि बनाउँछ तर खासै युज गरे हुँदैन इमेलले सो त्यो हिसाबले या बिकज अफ द सोसियो कल्चरल एन्ड इकोनोमिक डिभाइड होइन त्यसले गर्दाखेरि त्यो चाहिँ छ द्याट सोज इन आवर डेटा अल्सो अब म मोनाजीतर्फ आउन चाहे दुईजना वक्ताहरूको भनाइलाई सार मान्ने हो भने पक्कै पनि त्यहाँ डिजिटल डिभाइड छ महिलाहरू पछाडि छन् भन्नेमा दुई मत रहेन होइन तपाईँहरूले लामो समयदेखि महिला र किशोरीहरूको प्रविधिमा पहुँचका लागि काम गरिरहनु भएको छ तपाईँहरूले के पाउनु भएको छ फिल्डमा के छ यो डिजिटल डिभाइड भनेर हामी अङ्ग्रेजीमा भनेका छौँ होइन यसले कति असर गरेको छ तपाईँहरूको रिडिङ के छ हामीले काम गर्ने दौरानमा होइन हामी विशेष गरी अलिकति वञ्चितीकरणमा सीमान्तकृत होइन वर्गहरूसँग हामी काम गर्छौँ र त्यसमा पनि हाम्रो कामको केन्द्रमा चाहिँ जहिले पनि हामीले महिला र किशोरीहरूलाई राखेर काम गर्छौँ यो गर्ने दौरानमा आज हामी डिजिटल डिभाइडको कुरा गरिरहेको छौँ होइन अथवा भनौँ यसलाई सूचना प्रविधिको खाडल अथवा दरार होइन यसो हेर्दाखेरि चाहिँ आजको विषयवस्तु यो भएको कारणले गर्दाखेरि हामीले यसलाई फोरफ्रन्टमा ल्याएर कुरा गरिरहेछौँ तर द रिजन द्याट हामीले आज डिजिटल डिभाइड छ भनेर कुरा गर्नु परेको पछाडिको कारण चाहिँ के हो भने त्यहाँ अलरेडी त्यो एउटा संरचनागत सामाजिक सांस्कृतिक हुन्छ नि तपाईँको राजनीतिक र इकोनोमिक डिभाइड छ के होइन सो त्यो सम्पूर्ण जुन खाडलहरू विभेदहरू होइन त्यो हाम्रो समाजमा छँदै नै छ त्यसले अलरेडी हाम्रो महिला किशोरीहरूलाई चाहे त्यो स्वास्थ्यको कुरामा होस् चाहे शिक्षाको कुरामा होस् चाहे त्यो कामको कुरामा होस् चाहे उनीहरूले विभिन्न खालका अवसरहरूमा उनीहरूको पहुँच हुने कुरा होस् त्यो सबैमा नै तपाईँको उनीहरूलाई टाढा लगेको छ भित्तामै पुऱ्याएको छ पछाडि पारेको छ भन्ने कुरा त यो त स्थापित फ्याक्ट हो इभन इफ डिजिटल डिभाइडसँग रिलेटेड रिसर्च छैन भने पनि त्योसँग रिलेटेड पर्याप्त खालको रिसर्चहरू अनुसन्धानहरू अध्ययनहरू हाम्रो देशमा भइसकेका छ हाम्रो आँखा अगाडि छ हामीले घरमा देख्छौँ समाजमा देख्छौँ बजारमा देख्छौँ सबै ठाउँमा देख्छौँ सो काम गर्ने ठाउँमा पनि हामीले प्रायः त्यस्ता वर्गहरूसँग बसेर काम गर्दाखेरि यो अलिकति सूचना प्रविधिसँग कुराहरूमा के खालको कुरा देखेछौँ भने एउटा तपाईँको जति पनि यो उपकरणहरू छन् होइन यो डिभाइसेसहरू छन् नि त्यसमा उनीहरूको स्वामित्व छैन अनि स्वामित्व किन छैन त भन्दा ए बाबा पैसै छैन त कहाँबाट हुने हो स्वामित्व होइन ल पैसा छ किनभने हामीले जो महिला किशोरीहरूसँग काम गर्छौँ उनीहरूसँग पैसा छ भनेर उनीहरूले किन्छु भन्यो भने त्यो सिम्पल फिचर्ड फोन किन्ने हो क्या उनीहरूले होइन एन्ड द्याट टु फर अघि उहाँले भन्नुभएको जस्तो तपाईँको त्यो टिकटक फेसबुक आदि इत्यादि अहिले जति पनि यो सोसियल मिडियाहरू छन् नि त्यसलाई एउटा इन्टरटेनमेन्टको फ्याक्ट बनाएर न कि तपाईँको सूचना लिउँ त्यहाँबाट अध्ययन गरौँ धेरै कुरा जानौँ यो जानेर चाहिँ म फेरि तपाईँको आर्थिक रूपमा चाहिँ होइन तपाईँको सबल हुनको लागि अगाडि बढौँ होइन त्यो खालको हिसाबले होइन अथवा तपाईँको पढाइमा यसले मलाई अझ बेसी चाहिँ मद्दत गरोस् भन्ने हिसाबले होइन स्मार्टफोन होइन तपाईँको अलिकति राम्रो खालको उपकरणहरू कहाँ छ भनेर हेऱ्यौँ कोसँग छ भन्यो भने त्यो पुरुषहरूसँग छ अझै पनि हामीसँग यस्ता घरहरू छन् होइन तपाईँको सिराको तपाईँको 120 घर परिवार भएको मुसर समुदायमा हामी गएका थियौँ होइन 13% मात्र घरमा चाहिँ तपाईँको मोबाइल फोन छ होइन अब अहिले हामी यहाँनिर तपाईँको ब्याङ्किङ पनि फोनबाट गर्ने कुरा गर्छौँ तपाईँको होइन ई सेवा भन्छौँ तपाईँको पढ्ने कुराहरूबाट चाहिँ तपाईँको फोनबाट गर्ने भनेर भन्छौँ होइन तर त्यो एउटा सिंगल ग्याजेट मात्र भएको घर जसमा त्यो सिंगल ग्याजेट चाहिँ तपाईँको पुरुषको हातमा छ भने डु यु थिङ्क त्यो महिलाले त्यो किशोरीले चाहिँ साँच्चीकै त्यो खालको पाउनुपर्ने पहुँच र त्यसबाट पाउनुपर्ने अरू खालको बेनिफिटहरू पाउँछ त पाउँदैन यसले त झन् महिलालाई पछाडि पार्छ एक्ज्याक्टली सो यो पनि एउटा दरार लिएर धेरै अगाडि पुगिसक्यो महिला चाहिँ एक्जिस्टिङ ठाउँबाट पनि अलिकति पछाडि धकेल्नु पर्ने अवस्था आयो सो स्वामित्व यो खालको कुराहरू चाहिँ तपाईँको एउटा मात्र कुरा भयो तर अर्को कुरा चाहिँ के पनि हामीले देखाएको छौँ भने यदि उसँग फोन नै छ उसको एक्सेस नै छ उसको पहुँच नै छ
भने पनि उसको नियन्त्रण त्यसमा छैन क्या किनभने त्यहाँ चाहिँ फेरि तपाईँको सामाजिक मूल्य मान्यताहरूको कुराहरू आदि इत्यादि आउँछ यो भयो तपाईँको एक्सेस नहुँदाखेरिको कस्तो अवस्था भन्ने कुरा त्यसतर्फ हामी आउँछौँ होइन अहिले म शुभजीबाट जान्न चाहेँ अब हामीले प्रारम्भिक निष्कर्ष के निकाल्यौँ भन्दा महिलाहरू किशोरीहरू प्रविधिको प्रयोगमा पछाडि छन् प्रयोग गरिहाल्यो भने पनि त्यो प्रोडक्टिभ छैन उनीहरूको जीविकोपार्जन उकास्ने किसिमको प्रयोग भएन प्रविधिसँग त्यो सामिप्यता छैन भनेर भनिरहँदा तपाईँको बुझाइ के छ पहिला त्यहाँबाट सुरु गर्छु डिजिटल डिभाइड भनेर कुरा गरिराख्दा र हामीले यो पहुँचको कुरा गरिराख्दाखेरि छुट्याउनै नहुने अरू 2-3वटा विषयमा चाहिँ खोटाल्न मन लाग्यो एउटा डेफिनेटली घरभित्र कसको एक्सेस छ पुरुष कि महिला भन्ने एउटा पाटो हो भने लमानीले मसँग स्मार्टफोन नै छ अरे होइन इन्टरनेट जोडेको छ र मलाई अङ्ग्रेजी नेपालीमा टाइप गर्न आउँछ भने पनि मैले केही कुरा पोस्ट गर्दैछु भने चाहिँ त्यहाँ हुने निगरानी है घर परिवारबाट निगरानी होला किन यस्तो पोस्ट गरी समाजबाट हुन्छ होइन अनि कतिपय ठाउँमा हाम्रो अध्ययनले नै के देखाएको छ भने एक्सेस हुँदै पनि यतिसम्मको निगरानी कि कसलाई फोन गर्यो कसलाई टेक्स्ट गर्यो भनेर चेक गर्ने होइन हिस्ट्री चेक गर्ने नोटिफिकेसन चेक गर्ने त्यसले गर्दा मैले एक्सेस हुँदै पनि मैले खुल्ला रूपमा मैले फ्रिली प्रयोग गर्न पाइनँ होइन त्यसले गर्दा अटोमेटिकली त्यसले कर्ब भयो तर अर्को यसमा इन्टरसेक्सनमा अलिकति अन्तर सम्बन्धमा गफ गर्ने हो भने होइन जस्तो जातको कुरा छुटाउनै भएन जस्तो लाग्छ अथवा भनौँ झन् दलित महिलाको कुरा गर्ने दलित किशोरीको कुरा गर्ने हो भने झन् टिकटक भिडियो राखेकै कारणले होइन आफ्नो खुसीले आफ्नो व्यक्तित्व अभिव्यक्ति गर्ने कुरामा नै पनि कति धेरै हेट आउँछ उहाँहरूलाई कति धेरै चाहिँ हुन्छ नि स्त्री द्वेषी अथवा भनौँ जातीय हिंसा विरुद्ध खालको एकदम धेरै कमेन्टहरू आइदिने अनि त्यसले गर्दाखेरि चाहिँ कमेन्ट मात्रै आइकन आउने होइन कि त्यसको रिप्रिकसन त्यसको चाहिँ हानि चाहिँ कहिलेकाहीँ सोझै व्यक्तिमा पनि हुन्छ होइन उसको मानसिक अवस्थामा त हुन्छ नै हुन्छ तर शारीरिक रूपमा पनि त्यस्तो खालको हानि क्षति भएको पाछौँ भने एउटा प्रयत्न नेपाल भन्ने संस्था छ हाम्रो साझेदार संस्था उहाँहरूले अध्ययन गर्नुभएको चाहिँ 10वटा मोबाइल एप्लिकेसन र 20वटा वेबसाइट हेरेर एक्सेसिबिलिटी अडिट गर्दाखेरि एउटा पनि अपाङ्गता मैत्री नभएको पाउनु भयो अनि उहाँहरूको प्लानमा चाहिँ एकदम एक्सेसिबल भएको वेबसाइटलाई उपहार दिने पुरस्कार दिने भनेको कार्यक्रम नै रद्द गर्नु परेछ कि उहाँहरूले किन भन्दा कुनै पनि एक्सेसिबल छैन भन्ने चाहिँ हामीले पायौँ त्यसैले गर्दा हाम्रो कामहरू हाम्रो टेक्नोलोजी नै कतिको चाहिँ अपाङ्ग मैत्री छ कतिको महिला मैत्री छ कतिको चाहिँ हुन्छ नि हामीले साँच्चीकै नेपाली मान्छेहरूको लागि बनाइरहेको छौँ नेपालभित्रको टेक भनेर पनि सोच्नुपर्छ होला र जहिले पनि हामी सीमान्तकृत समूहको कुरा गर्दाखेरि उहाँहरू चाहिँ बेनिफिट लिने मात्रै होइन युजर मात्रै होइन होइन त्यसरी चाहिँ उनीहरूको लागि भनेर गरिदिने बित्तिकै फेरि समस्या भइदियो कि सो उहाँहरू पनि उत्तिकै नै यो कुराहरूमा चाहिँ बनाउने प्रोसेसदेखि लिएर कस्तो खालको चाहिन्छ भन्ने ठाउँमा पनि हात हुनुपर्छ भन्ने खालको कुरा होला र अर्को छुट्याउनै नहुने कुरा भनेको चाहिँ हाम्रो लिगल पोलिटिकल ब्याकग्राउन्ड पनि धेरै जस्तो कानुनहरू एकदम सङ्कुचित छ होइन मैले केही कुरा लेख्दा अनलाइनमा होस् अथवा पत्र पत्रिकामा होस् त्यो सेन्सरसिप हुन्छ त्यसलाई चाहिँ निकालिन्छ अथवा भनौँ मैले लेख्न पाउँदिनँ त कहिलेकाहीँ कानुनी कारबाही नै हुन्छ भने साँच्चीकै टेक्नोलोजीको एक्सेस हुँदैमा मैले चाहिँ त्यसको उपभोग गर्न पाएको छु कि छुइनँ भन्ने चाहिँ प्रश्न हामीले सोध्नुपर्छ होला अहिले हस् धन्यवाद सुमनाजी जस्तो यो लैङ्गिक डिजिटल डिभाइडलाई सम्बोधन गर्नको लागि प्रविधिको लाभ त सबै समूहले सबै वर्गले समान रूपमा लिनु पर्यो नि नभए त त्यो समाजमा विद्यमान खाडलहरू झनै फराकिलो हुने भयो भन्ने कुराहरू आयो यसका लागि सरकारको तर्फबाट कस्तो खालको नीतिगत प्रयासहरू सुरुवात हुनुपर्छ होला छोटो अनुभव छ तपाईँको यो अनुभवले के देखाउँछ फर्स्टमा त यो मेबी प्रश्न रिफ्रेम गर्नुपर्छ होला होइन नेपाल सरकार एक्जिक्युटिभ पोजिसन ब्युरोक्रेसी भयो डेलिभरीकोमा प्रोजेक्ट्सहरू बनाउनुहुन्छ होइन प्रोग्राम्सहरू बनाउनुहुन्छ म अहिले एज अ सांसद आएको छु म तपाईँहरूसँगै बसेर ल मेकिङमा काम गर्ने होइन त्यसकारण एज अ पार्लियामेन्टेरियन मैले गर्नुपर्ने काम चाहिँ तपाईँहरूसँग बसेर यो बुझेर यसको लागि के गर्न सकिन्छ यसको पहल के हो यसको एडभोकेसीको लागि बेस के हो भनेर मेरो काम चाहिँ त्यो होइन सो मेरो प्रायोरिटिज मेरो वेबसाइटमा हेर्नुहुन्छ नि एउटा मेरो एकदम मेरो टप प्रायोरिटी भनेको डिजिटल नेपाल 10 वर्षपछि कोही मान्छेले नेपालको बारेमा सोध्छ भने सगरमाथा गौतम बुद्ध मात्र होइन नेपाल चाहिँ नि डिजिटल्ली इट्स अ प्लेस टु बी भनेर सोचोस् भनेर द्याट इज माई एम त्यसको लागि जति पनि यो ग्याप छ त्यसलाई जति क्लोज गर्दै गयो द्याट इज बेटर फर द्याट गोल होइन यसको लागि गर्नुपर्ने कामहरू एउटा त हाम्रो इलेक्ट्रोनिक ट्रान्ज्याक्सन एक्ट एकदम पुरानो एक्ट छ यसमा टेक बिल ल्याउनु पर्ने छ
तर हामीले जहिले पनि टेक भन्दाखेरि अहिले हामीले कुरा गरेको पनि एकताली निहाल्नुपर्छ जस्तो लाग्छ। हामीले डिजिटल डिभाइड भनिरहेको छौँ होइन, तर टेक्नोलोजी भनेको सफ्टवेयर मात्रै होइन। टेक्नोलोजी भनेको मेसिन चलाउन जाने एबिलिटी पनि हो, मेसिन फिक्स गर्न जाने एबिलिटी पनि हो होइन, हार्डवेयरमा तपाईँको अहिले जति पनि इक्विपमेन्ट चलिरहेको छ त्यो चलाउनु पनि हो। त्यसैले एउटा ब्रड फ्रेमवर्क चाहिँ नेपालमा मिसिङ छ। त्यो फ्रेमवर्क भनेको चाहिँ नि फर्स्टमा फिजिकल इन्फ्रास्ट्रक्चर चाहियो, सर्भर्स चाहियो होइन, हाम्रो डेटा कहाँ होस्ट गर्छौँ, त्यो कसरी जान्छ, कनेक्टिभिटी के छ, त्यो फिजिकल इन्फ्रास्ट्रक्चर हुन्छ। त्यसको माथि बस्छ इन्ट्राअपरेबिलिटी, बस हाम्रो जति पनि डेटाबेसहरू छ त्यो एकअर्कामा कसरी कुरा गर्छ त्यो चाहिन्छ। हामीले कसरी चाहिँ नि म एउटा पदमा हुने बित्तिकै मैले त्यो डेटा एक्सेस गर्न पाउँछु कि पाउँदैन, त्यो रुल्सहरू चाहिन्छ क्या, त्यसलाई इन्ट्राअपरेबिलिटी बस भन्छ। त्यसको माथि बल्ल बस्छ कि यो एप सबै वेबसाइट भनेको। सो फर्स्टमा त एउटा स्ट्रक्चर बुझ्नु पऱ्यो होइन, अनि त्यो बुझ्नको लागि चाहिने बिल्सहरू चाहिँ नि हामी सबैले मिलेर बनाउनुपर्छ क्या होइन। अनि त्यो बिल कि प्राइभेट बिलको रूपमा लाने हो कि मन्त्रालयको थ्रु लाने हो त्यसपछि कुरा गर्ने हो। यो मैले किन यति टाइम लिएर भनेको भन्दाखेरि यो जुन ल मेकिङको प्रोसेसमा जनताको इन्भल्भमेन्ट देखिया छैन। अनि किन देखिया छैन भन्दाखेरि हामीले जहिले सरकारको काम हो भन्छौँ कि, तर ल मेकिङ भनेको जनताको काम हो थ्रु द रिप्रेजेन्टेटिभ। यो कुरा चाहिँ इस्टाब्लिस गर्नै पर्ने छ क्या। एकदम सिम्पल एक्जाम्पल, टिकटकमा भिडियो राखेर युट्युबमा भिडियो राखेर त्यो जति अर्निङ गर्छ त्यो पनि डिजिटल जबै हो क्या, त्यसले पनि अर्निङ हुन्छ। त्यसको लागि कति सजिलो छ नेपालमा पैसा लिनु होइन, त्यसमा पनि प्रब्लमेटिक छ क्या। सो यो समसामयिक विषयमा जुन तपाईँहरूले काम गरिराख्नुपर्छ, यहाँबाट प्रब्लम आएपछि त्यसपछि बनाउने हो कि ल। सो यो चाहिँ नि सरी बट आई हेभ टु क्ल्यारिफाई। ठिक छ, म तपाईँसँग आउँछु। अद्वैतजी जस्तो नि अब निजी क्षेत्रको पनि कुरा गरौँ होइन, अब हामी सबै कुरा चाहिँ सरकारले गर्नुपर्छ भन्ने हाम्रो मानसिकता भइसकेको छ। अहिले सरकारले पछिल्लो समय लिएर आएको एउटा नियम जस्तो घर जग्गा पास गर्दा महिलालाई यति प्रतिशत सहुलियत दिने, छुट दिने भनेर त्यो नियम लागू गराइसकेपछि महिलाको नाममा चाहिँ सम्पत्ति राख्ने त्यो ट्रेन्ड बढेर गएको छ नि। यस्तै तपाईँकै अघि डेटा थियो जस्तो 30% मात्रै महिलाहरूको सहभागिता छ, पहुँच छ भनेर भनिरहँदा त्यो आँकडालाई बढाउनका लागि तपाईँहरूले के सोच्नु भएको छ? हामी यो जुन प्रविधिले निम्ति आएको खाडल पूर्णेमा बहस गरिरहेछौँ नि। अब यो प्रमोसन यस्तो छ, निजी क्षेत्रले गर्ने भनेको चाहिँ मलाई दुईवटा कुरा जस्तो लाग्छ। पहिला भएको चाहिँ आफ्नै भएको प्रोडक्ट्स र सर्भिसेस छ नि, त्यसलाई चाहिँ अलिकति तपाईँले भन्नुभएको जस्तो जेन्डर फ्रेन्डली अथवा वुमेनलाई एन्करेज गर्ने खालि के गर्न सक्छ भन्ने कुरा भयो। अर्को चाहिँ अब यो टेकमै चाहिँ अलिकति डिजिटल उसमा स्पेसमा चाहिँ महिलाहरूलाई ल्याउनको लागि चाहिँ हामीले गर्न नसकेको तर अरूलाई सपोर्ट गर्न हामी के गर्न सक्छौँ भने दुईवटा कुरा छ जस्तो लाग्छ। फर्स्ट कुरामा आउँदाखेरि चाहिँ तपाईँलाई अब अरू त भन्दिनँ, हामीले नै के गरेका थियौँ भन्दाखेरि पहिला हामीले फोन पे भनेर जुन चाहिँ क्युआर कोड अहिले बजारमा देख्नुहुन्छ त्यो लन्च गर्दाखेरि हामीले बिग मार्टमा लन्च गरेको थियो। बिग मार्टमा लन्च गर्दाखेरि चाहिँ हाम्रो फर्स्ट प्रिलिमिनरी डेटाले के देखायो भने त्यो इट वाज अन अगेन फेरि 70-30 जस्तै थियो होइन, तर वी वान्टेड मोर वुमेन टु इन्जोय दिस बेनिफिट होइन। सो वाट वी डिड वाज बिग मार्टसँग हामीले टाइअप गरेर 15 कि आई फरगट 15 or 20% डिस्काउन्ट दिँदाखेरि चाहिँ देन वुमेन गट हुन्छ नि आफ्नो मोबाइल फोनबाट लिएर होइन, त्यसपछि क्युआर स्क्यान गरेर होइन, द्याट इज समथिङ द्याट हाम्रै प्रोडक्ट हो, हाम्रै सर्भिस हो, त्यसमा चाहिँ हामीले एउटा प्रमोसनल गरेर उहाँहरूलाई एन्करेज गर्ने खालके होइन एउटा क्याम्पेन हामीले लन्च गऱ्यौँ होइन, त्यो भयो। अब अर्को चाहिँ हामीले त्यो अब दिस काइन्ड अफ थिङ्स वी आर अलवेज डुइङ इट होइन। त्यो बाहेक चाहिँ अब हामीले चाहिँ त्योभन्दा बाहिर गएर हेर्नु पर्दाखेरि चाहिँ त्यो अर्को गर्ल्स इन टेक भन्ने के फेसबुक ग्रुपहरू छ रहेछ होइन। सो वाट वी डु इज वी सपोर्ट देम होइन। उनीहरूले अस्ति ह्याकाथन अल फिमेल ह्याकाथनहरू गरेको थियो जसले गर्दाखेरि चाहिँ फिमेल डेभलपर्सहरू होइन टेकमा आउन खोज्छन्। सो त्यस्तोमा चाहिँ हाम्रो इन्टरनली केही नभए पनि वी काइन्ड अफ हुन्छ नि उहाँहरूलाई गएर हामीले सपोर्ट गर्ने फाइनेन्सियली हुन्छ कि हुन्छ नि हाम्रो ह्युमन रिसोर्स दिएर हुन्छ कि। आई थिङ्क हामीले यो कुरा गरिरहेको चाहिँ नि वुमेन एज अ युजर अफ टेक्नोलोजी भनिरहेछौँ होइन। एउटा एकदम छलफलमा ल्याउनु पर्ने चाहिँ नि वुमेन एज क्रिएटर अफ टेक्नोलोजी पनि हो। त्यसमा आउँछ डु वुमेन डेभलपर गेट पेड सेम एज मेन डेभलपर, डु वुमेन प्रोजेक्ट म्यानेजर गेट पेड सेम एज मेन प्रोजेक्ट म्यानेजर। त्यो डेटा चाहिँ नि आई नो यो निकाल्न गाह्रो छ होइन, तर कतिवटा सङ्घ संस्थाहरू छन् होइन त्यसमा जस्ट सर्वे मात्र गरेर जस्ट टु सो वुमेन पाथ एज वेल। यसमा तपाईँले रोसा बासुकोलाजीसँग कुरा गर्नुभयो भने सी हेज डन अ लट अफ सर्वे एन्ड रिसर्च इन दिस वान एन्ड सी विल से 8 कक्षादेखि हामीले यसमा एफर्ट लाउने हो भने चाहिँ नि we will get more women who are in technology space including तपाईँको civil engineering, including तपाईँको development in mathematics, including in hard science, right?
सो हामीले अहिले कुरा गरिरहेको चाहिँ नि इट फिल्स लाइक वेयर जस्ट टकिङ अबाउट वुमेन एज युजर्स वी रियली निड टु अल्सो स्टार्ट ह्याभिङ कन्भर्सेसन अबाउट वुमेन एज क्रिएटर। यही बिचमा नि सुब्बाजी उहाँले भन्नुभयो कि प्रयोगकर्ता मात्रै होइन महिलाको त्यहाँ धेरै किसिमको संलग्नता हुन्छ भनेर भनिरहँदा तपाईँले अघि निकाल्नु भएको थियो कि महिलाका हरेक डिजिटल क्रियाकलापमा चाहिँ घरबाट समाजबाटै त्यो सूक्ष्म निगरानी हुन्छ कि के लेख्यो किन लेख्यो भन्ने खालको पुरुषको सवालमा सम्भवतः मानिसहरू मौन बस्छन् होला होइन। त्यस कारणले गर्दा पनि यो प्रविधिसँग जोडिनको लागि हिचकिचाउने जोडिहाल्यो भने प्रविधि भने पुरुषको हो भन्ने हाम्रो पुरानै मानसिकता त्यो कल्चरल ब्यागेज पनि छ। तपाईँले के पाउनु भएको छ यसमा काम गर्नको लागि यी विषयहरू सम्बोधन गर्नको लागि हामी कसरी अगाडि बढ्नुपर्छ होला? एउटा चाहिँ हामीले अहिले अघिदेखि कुरा गरिराख्दा महिला पुरुष भने एकदम बाइनरीमा यो दुईटा छुट्टा छुट्टै समूह हो भने गफ गरिरहेको छौँ, त्यसलाई अलिकति चिर्नु पनि पर्छ होला है। यसमा यौन तथा लैङ्गिक अल्पसङ्ख्यकको कुरा त आइहाल्छ, तर त्योभन्दा बाहेक पनि विभिन्न अरू अन्तर्सम्बन्ध अघिदेखि मैले भने जस्तो उमेरको हिसाबले, असाक्षरताको हिसाबले, यौनिकताको हिसाबले, जातको हिसाबले सबै कुराहरूले नै असर पारिरहेको हुन्छ। डेमोग्राफिक पनि। अनि अर्को एउटा चाहिँ महिलाको मुद्दा भनेको महिलाको मुद्दा मात्र होइन, यो सबैको मुद्दा हो होइन। अनि जम्मै मुद्दाले महिलालाई पनि छुन्छ। फेरि तपाईँको प्रश्नमा फर्किँदाखेरि चाहिँ टेक्नोलोजीको प्रयोग अब अहिलेको मैले काम गर्ने विषय भनेको चाहिँ अनलाइन प्रविधि होइन, डिजिटल स्पेस र अनलाइन स्पेसमा कसरी चाहिँ प्रयोग गरिरहेछन्, त्यहाँ हुनसक्ने जोखिम, त्यहाँ हुनसक्ने सम्भावना कस्तो छ भन्ने काम गरिराख्दा एउटा गफ गर्नै पर्ने विषय भनेको चाहिँ अभिव्यक्ति स्वतन्त्रताको हो। अनि अभिव्यक्ति स्वतन्त्रता चाहिँ हाम्रो अब संविधानले पनि सुरक्षित गरिदिएको अधिकार हो र नेपालले विभिन्न अन्तर्राष्ट्रिय दस्तावेजहरू साइन गरेर हामीले त्यहाँबाट पनि सुरक्षित पाछौँ भनौँ न त्यो अवसर। तर हाम्रो फेरि सामाजिक संयन्त्र हेर्ने हो भने चाहिँ फेरि पोथी बासेको ठिक होइन भनिदिन्छन् होइन। अनि पोथी भनेर एकदमै होच्याएर भनेको, तर यहाँ चाहिँ महिला मात्रै होइन कि त्यहाँ चाहिँ दलित व्यक्ति भए पनि त्यही भन्ने हो। एकदम यङ मान्छे छ भने 8 वर्षको बच्चाले के भन्छ भने पनि सानो मान्छे ठुलो मान्छे अगाडि बोल्ने होइन भनिदिन्छ। यसरी हुनुपर्छ है, टिभीमा आएर बोल्दा चाहिँ यसरी बोल्नुपर्छ होइन, घरमा गफ गर्दा यसरी गर्नुपर्छ। हाम्रो जुन खालको सेपिङ हुन्छ नि हामी सबैजना त्यसको पार्ट छौँ। त्यो सेपिङले चाहिँ हाम्रो अभिव्यक्ति स्वतन्त्रतालाई असर पारिरहेको हुन्छ होइन। अनि अब चाहिँ डिजिटल टेक्नोलोजी आयो, अब त सरल होला नि त होइन, अब त जसको नै हातमा फोन छ भने हामी गफ गरिरहेछौँ। अनि हुन पनि भएको छ, डिजिटल प्रविधि आएपछि मान्छेहरूले आफूले खोजेको समुदाय सजिलैसँग भेटाएको छ होइन। सो त्यसले गर्दाखेरि मान्छेले आफ्नो तरिकाले एक्सप्रेस गर्ने, अझ त्यहाँभित्र पनि आर्टिस्टिक एक्सप्रेसन, सेक्सुअल एक्सप्रेसन त्यो पनि गर्न पाइरहेछ। तर त्यति भन्दा भन्दै पनि त्यति धेरै सजिलो पनि छैन। जस्तै नेपालको कानुनकै अध्ययन हामीले 7वटा विभिन्न कानुनहरू हेरेका थियौँ, जस्तै यो इलेक्ट्रोनिक ट्रान्ज्याक्सन एक्ट, स्पेसल सर्भिस बिल, मिडिया काउन्सिल बिल, आइटी बिल, यो विभिन्न कानुनहरू हेर्दाखेरि के पायौँ भने शब्दहरू एकदम भारी र एकदम फराकिलो होइन। जस्तै अश्लीलता होइन, अभद्रता होइन, अनि अनुपयुक्त भन्ने खालको शब्दहरू राखेर अनि त्यस्तो खालको गतिविधिलाई, त्यस्तो खालको बेहोरालाई चाहिँ दण्डनीय हुन सक्ने खालको धेरै कानुनहरू लेखिएको छ। अनि अश्लीलता भनेर डिफाइन कसले गर्ने त, त्यो परिभाषा कसले गर्ने? किन भन्दा मेरो लागि जस्तो खालको जे कुरा अश्लीलता हो तपाईँको लागि छुट्टै हुन सक्ला होइन। अनि यो अर्को एकदम धेरै चाहिँ यो पोलिसिजहरू एकदम धेरै हाम्रो अलिकति हिन्दूवादी होइन, पितृसत्तात्मक अनि बाहुनवादी लेन्सबाट बनाएको हो कि भन्ने जस्तो देखिन्छ। अनि जबसम्म हामी त्यसलाई चिर्न सक्दैनौँ, हामी जतिसुकै प्रविधिको कुरा, जतिसुकै ठुल्ठुलो टेक्नोलोजी आए पनि यसको चाहिँ लाभ सबैले लिन पाउँदैन भन्ने चाहिँ हाम्रो डर छ। अनि यो नेपालको मात्रै कुरा पनि होइन है, यो संसारभरि नै भइरहेको कुरा हो भन्ने जस्तो लाग्छ। अनि जति पनि हाम्रो अनलाइनमा अभिव्यक्ति स्वतन्त्रता प्रयोग गरेर अभिव्यक्ति गर्दा र आफ्नो हिसाबले केही काम गर्दाखेरि हुने अनलाइनमा हिंसा, अनलाइन हिंसाको कुरा गर्नै पर्छ जस्तो लाग्छ हामीलाई। किन भन्दा अनलाइन हिंसाको सोझै शारीरिक रूपमा हानि देख्दैन होइन, घाउ चोटपटक लाग्दैन। त्यसले गर्दा यसको चाहिँ हार्म्स, भायोलेन्स भनेर डिफाइन भएको छैन। र यदि मैले गएर मलाई अनलाइन हिंसा भयो भने उजुरी गर्न गयो भने फेरि त्यहाँनिर भिक्टिम ब्लेमिङ हुन्छ जसलाई चाहिँ हिंसा भएको छ, किन त्यस्तो फोटो राखिस् त, किन फल्ना मान्छेसँग कुरा गरिस् त भनेर अझ उल्टो गाल आउँछ होइन, सुरक्षाको सट्टा। त्यसैले गर्दा यसको जुन मानसिक र भावनात्मक रूपमा हुने खालको हानिको पनि रेकग्निसन हुनु पर्यो भन्ने पनि कुरा गर्न चाहन्छु। र एउटा हाम्रो आफ्नै अध्ययनले के देखाएको छ भने 80% महिला र क्वेयर व्यक्तिहरूसँग अध्ययन गरेको बेला 80%ले चाहिँ कुनै न कुनै रूपमा अनलाइन भाइलेन्स चाहिँ फेस गरिराख्नु भएको
होइन अनि त्यसमा चाहिँ अनलाइन भायोलेन्सले गर्दाखेरि कति ठाउँमा चाहिँ उहाँहरू प्रतिकार गर्नुहुन्छ कति ठाउँमा चाहिँ अनलाइन स्पेस चाहिँ छोडिदिने केही ल होइन यो मेरो त ठाउँै होइन रहेछ म अब त केही पनि लेख्दिनँ होइन मैले केही भन्ने बित्तिकै मलाई त गालाइहाल्दो रहेछ भनेर छोडेको अवस्था एक्सेस हुँदै पनि सो साँच्चीकै टेक्नोलोजिकल इनोभेसन हुँदै पनि यसले गरिरहेको साइड बाई साइड जुन हार्म्सहरू छ र जुन हानिहरू छ त्यसको बारेमा कुरा गर्न अलिकति नपुग्या हो कि भन्ने जस्तो चाहिँ हामीलाई लाग्छ पक्कै पनि जस्तो प्रविधिले हामीलाई के लाग्छ भन्दा म एक स्टेप अगाडि गएँ कि भने जस्तो लाग्छ तर कतिपय कुरामा त्यही प्रविधिले फेरि हामीलाई 4 स्टेप पछाडि पो धकेलिदिन्छ कि भन्ने कुरामा हामीले अलिकति अध्ययन अनुसन्धान र मनन गर्नुपर्ने समय आइसकेको छ भन्ने छ मोनाजी अघि हामीले धेरै यो कल्चरल कुराहरू मानसिकताहरू हाम्रो यो पुरातनवादी लेन्सबाट हामीले चिजहरूलाई हेर्छौँ नि त त्यस कारणले गर्दा नयाँ गन्तव्यमा त पुग्न सकिँदैन तपाईँलाई के लाग्छ हाम्रा कस्ता किसिमका सामाजिक मूल्य मान्यताहरूले चाहिँ यो खाडललाई अझै फराकिलो बनाइरहेका छन् सामाजिक मूल्य मान्यताको कति असर पाउनु भयो तपाईँले सबभन्दा पहिला त यो जुन आज हामीले डिजिटल डिभाइडको कुरा गरिरहेछौँ नि यो चाहिँ फेरि पनि म भन्छु यो प्रविधिको खाडल मात्र होइन होइन यो चाहिँ मानव सृजित अवरोध हो होइन जसले चाहिँ हिजोको दिनमा जुन हिसाबले एउटा विकासको क्रममा अगाडि बढ्न खोजिरहेको व्यक्तिहरूलाई संरचनागत रूपमा पछाडि पार्न खोजेको थियो पारिएको थियो उनीहरूलाई फेरि त्यही ठाउँमा राख्ने हो अनि यो म किन भनिरहेको छु भने अघि सुमनाजीले पनि भन्नुभयो होइन शुभजीले पनि भन्नुभयो त्यो जुन हिसाबले हाम्रोमा एउटा सुरक्षित खालको अवस्था हुनुपर्छ त्यो सुरक्षित बनाउनको लागि काम नगरिसकेपछि त त्यो त अवश्य पनि ऊ त त्यो ठाउँबाट नजाने भयो नि त नलिने भयो नि त जस्तो उहाँले भन्नुभयो नि म त्यहाँ गएर आफ्नो चाहिँ के अरे एकदम स्वतन्त्र रूपमा आफ्नो विचारहरू राखिरहेको छु तर त्यहीँनिर उमाथि चाहिँ विभिन्न खालको होइन बुलिङ हुन थाल्यो उमाथि विभिन्न खालको हिंसा हुन थाल्यो चरित्र हत्या हुन थाल्यो भने त उसले के गर्छ यो ठाउँ त मेरो लागि होइन रहेछ म असुरक्षित हुँदो रहेछु भनेर त्यहाँबाट पछाडि जान्छ त्यो त बसमा मलाई चाहिँ हिंसा हुन्छ त्यसमा म बस चढ्दिनँ भनेको त्यतिकै त भयो होइन सो इन अ सिमिलर वे हामीले हेऱ्यौँ भने तपाईँको हाम्रो समाज चाहिँ कस्तो समाज हो भने तपाईको विशेष गरी महिला किशोरीहरूलाई चाहिँ एउटा अधिकार प्राप्त व्यक्तिको रूपमा देख्ने भन्दा पनि अबला उसलाई चाहिँ हामीले सघाउनु पर्ने बचाउनु पर्ने होइन त्यस्तो सोच्छौँ त्यस कारण चाहे त्यो नीतिको कुरा हो चाहे त्यो हाम्रो रेगुलर प्र्याक्टिस होस् इभन हामी जस्तो सङ्घ संस्थाहरूले गर्ने कार्यक्रमहरूमा पनि हेऱ्यौँ भने हामीले एकदम प्रोटेक्सनिस्ट अप्रोचबाट काम गरिरहेको हुन्छौँ र हाम्रो घरमै हाम्रो दाजु बाउ भाइ बुढा आदि इत्यादिलाई हेऱ्यौँ भने उनीहरूको पनि कसरी चाहिँ प्रोटेक्सन गर्ने भन्ने नै हुन्छ हो सो त्यो कारणले गर्दाखेरि चाहिँ this is too risky for women and girls so let's not allow them to be there in that space भन्ने चाहिँ मानसिकता हो र अब हिजोको दिनमा पनि हेऱ्यौँ भने महिलाको गतिशीलतालाई महिलाको हिन्डुल गर्ने अधिकारलाई त विभिन्न खालको एउटा चाहे धर्मको अवरोध होस् चाहे त्यो सामाजिक अवरोध होस् सांस्कृतिक अवरोध राखेर चाहिँ उनीहरूलाई निस्किन नदिने हो नि त अब आज तपाईँको यो जुन सोसल प्लेटफर्महरू यो टेक्नोलोजीको प्लेटफर्महरूबाट डिजिटल प्लेटफर्महरूबाट जब ऊ अलिकति आफ्नो विचार राखेर बाहिर जानु थालेको छ त्यो पनि इट्स सोर्ट अफ अ मोबिलिटी मानसिकता उयो छ प्लेटफर्म मात्रै परिवर्तन भयो नि घरमा बोल्न दिइन्थेन समुदायमा बोल्न दिइन्थेन अब अहिले सामाजिक यो अनलाइनमा बोल्न दिइन्छ सो अनलाइनमा जो भइरहेको छ त्यहाँनिर आफ्नो विचार गर्दा पनि त्यहाँ पनि उसलाई कुण्ठित गर्न खोज्ने खालको कुराहरू चाहिँ हामी देख्छौँ होइन र त्यसको साथसाथै मैले जस्तै किशोरी समूहहरूसँग काम गर्दाखेरि देखेको के हो भने त्यो उपकरणहरू पनि उनीहरूलाई दिन नखोज्ने यो भनेको होइन कि तपाईँको डिजिटल्ली उनीहरू एक्सेस भयो भने चाहिँ उनीहरूको एकदम जय हुन्छ विकास भइहाल्छ एकदम धुरन्धर सशक्त भएर लागिहाल्छ भनेको होइन होइन तर के हो भने सम्भावनाहरू छन् नि त उसले विकासको पदमा अगाडि बढ्न त सक्छ नि होइन तर के हो भने यसलाई चाहिँ मोबाइल दिने बित्तिकै यो ग्याजेट्स दिने बित्तिकै यसको अरू ठाउँमा एक्सेस हुने बित्तिकै यो चाहिँ उछुली पो हाल्छ कि चाँडै बिहा पो भएर गइहाल्छ कि अथवा भागेर पो जान्छ कि होइन अनि यसले त विभिन्न खालको नचाहिने सूचनाहरूमा एक्सेस भएर यो झन् छाडा पो हुन्छ कि होइन त्यसकारण एज अ पेरेन्ट वाट आई निड टु डु इज मैले प्रोटेक्ट गर्नुपर्छ होइन एज अ बाउ मैले के गर्नुपर्छ प्रोटेक्ट गर्नुपर्छ अनि हाम्रो राज्य जसले पनि बाउको भूमिका लिन्छ उसले पनि आफ्नो नीतिबाट पनि के भन्छ प्रोटेक्ट गर्नुपर्छ भन्छ होइन तर जब उसको एक्सेस त्यहाँ भइसक्यो त्यो भइसकेको स्पेसमा पनि त विभिन्न खालको हिंसाहरू जसरी समाजमा हुन्छ त्यो स्पेसमा पनि भइरहेको छ अर्को एकदम देखेको ग्याप भनेर के पनि हो भने डिजिटल साक्षरता होइन त्यो डिजिटल साक्षरता छैन त्यो स्पेसमा म छ भने कसैले के भन्छ भने म कसरी बोल्ने त्यो कसरी प्रयोग गर्ने भन्ने खालको साक्षरताहरू नभइसकेपछि र डेभलपरहरू हेऱ्यौँ भने प्रायः पुरुष केन्द्रित होइन त्यहाँनिर पनि महिलाको पहुँच छैन उनीहरूको लेन्सबाट कामहरू अगाडि नबढाइराखेको भन्ने खालको कुरा भइसकेपछि अब त्यहाँनिर पनि उसको त्यो एउटा साक्षरता नहुँदाखेरि विभिन्न खालको हुन्छ नि उसले भोग्नुपर्ने कुराहरू पनि त्यहाँनिर छँदै नै छ सो हु इज गोइङ टु चेन्ज दिस
जुन खालको कुराहरू हामी गरिरहेका छौँ सामाजिक मूल्य मान्यतालाई चेन्ज गर्ने खालको कुराहरू गरिरहेका छौँ त्यसलाई त त्यसले त मद्दत गरेन नि त बेनिफिट भएन म तपाईँसँग आउँछु अब हामीले दुईटा कुरा निकाल्यौँ सुमनाजी जस्तो हाम्रो सामाजिक मूल्य मान्यताले नै यस्ता खालका विभेदलाई बढावा दिइरहेको छ भन्ने कुराहरू आयो हामी महिलालाई प्रोटेक्ट गर्ने नाममा अधिकारहरूबाट कुण्ठित पो गरिरहेका छौँ कि भन्ने कुरा पनि एउटा आयो अर्को आयो फेरि यो अनलाइन सुरक्षासँग सम्बन्धित कुराहरू पनि आयो होइन महिलालाई चाहिँ अब सफ्ट टार्गेट इजी टार्गेट भनेर महिलामाथि तीव्र आक्रमण यो सामाजिक सञ्जालको प्रयोगमा पनि भइरहेको हुन्छ पुरुषलाई हतपति उसले आक्षेप लगाउन सक्दैन तर महिलालाई चाहिँ सोझै आक्षेप लगाएको हामीले पाउँछौँ कि यो अनलाइन सुरक्षासँग सम्बन्धित हाम्रो नीतिहरू कस्तो छ प्रावधानहरू कस्तो छ ती पर्याप्त छन् कि छैनन् त्यतातर्फ हामी बहस गर्नको लागि ढिला भयो कि भएन तपाईँको बुझाइ के छ यसमा मेरो अनेस्ट आन्सर मैले यसमा स्टडी गरेको छैन सो स्टडी नगरिकन बोल्दाखेरि इट डजन्ट मेक सेन्स राइट तर अघि जुन कुरा आयो यसमा अलिकति एडिसनल डेटा आई थिङ्क त्यो प्यासनेट स्पिच जुन थियो इज राइट यसले डिरेक्सन दिनुपर्ने चाहिँ नि बिट मोर स्टडी इन्टु फिगरिङ आउट जियोग्राफी वाइज गर्ने हो कि एज वाइज गर्ने हो कि इट निड्स टु मिन समथिङ आफ्टर दिस राइट कङ्क्रिट त्यसको लागि चाहिँ नि विदाउट डेटा केही गर्न सकिन्न होइन अनि यसमा छुटेको कुरा चाहिँ नि एउटा साइबर बुलिङ हो यसमा मेन एन्ड वुमेन बोथ पर्सन होइन ग्रुमिङ हो यसमा मोस्टली वुमेन एटलिस्ट इफ यु लुक एट डेभलप कन्ट्रीको डेटा बढी वुमेन पर्सन सो यो सिस्टमेटिक रूपमा हेर्नको लागि चाहिँ नि अध्ययन बढी चाहिन्छ विथ कङ्क्रिट नम्बर्स अनि त्यो अध्ययनको आधारमा त्यसको रिजल्ट्सको आधारमा त्यसपछि ल मेकिङसम्म बस्नु पर्यो पहल चाहिँ कसले गर्नु पर्ला कहाँबाट सुरुवात हुन्छ यो चाहिँ जनताबाट आउनुपर्छ होइन त्यसको लागि फन्डिङ कहाँबाट हो भनेर त्यो अर्को प्रश्न हो के यो चाहियो भनेर त एउटा कि त तपाईँ हामीले इन्टरनेसनल बेन्चमार्क्सबाट आउँछ एउटा होइन ल अर्को देशमा चाहिँ यस्तो यस्तो पोलिसी छ हाम्रोमा मिसिङ हो कि भनेर एउटा त्यो आउँछ अर्को चाहिँ नि मलाई प्रब्लम भयो यो मैले देखिरहेको छु भनेर आफ्नो एमपिजलाई खबरदारी गर्ने हो यसको लागि पोलिसी छ कि छैन भनेर इच एमपीलाई सोध्ने हो अनि त्यो सोधेपछि एमपीले जान्छ अध्ययन गर्छ यसमा त मिसिङ रहेछ ल बसौँ छलफल गरौँ भनेर त्यसपछि इन्क्लुड हुन्छ क्या आम मानिसको आवाज भने त तपाईँहरू नै हो नि त फेरि यसमा अब मैले सबै अख्तियारी दिइसकेँ नाउ ल गो मेक रुल फर मी भन्यो भने द्याट इज नो डिफ्रेन्ट देन फ्युडल सिस्टम के जबसम्म जनताले ल यो अब मैले पठाएँ अब नाउ यु मेक सबै रुल फर मी भनेपछि त्यो लिटरली हामी फ्युडल सिस्टममा जान्छौँ त्यो मैले बुझेँ मैले मेरो एउटा सामान्य लेम्यानका रूपमा तर्क चाहिँ के भन्दा कहिलेकाहीँ मलाई पनि थाहा नहुनसक्छ मलाई के आवश्यक छ भनेर तर त्यो चिज मलाई आवश्यक हुनसक्छ तर मसँग त्यो लेभलको चेतना नहुनसक्छ जनप्रतिनिधिका रूपमा तपाईँहरूले नै त्यसलाई यो आजको आवश्यकता हो भनेर कतै लिपिबद्ध गर्ने प्रयास गर्नुपर्छ कि आई कम्प्लिटली अग्री के त्यसैले नीति बनाउनको लागि दुईवटा तरिका हुन्छ एउटा इन्टरनेसनल प्र्याक्टिसमा के छ अथवा एउटा आइरहेको प्रब्लम यो छ यसमा काम गरौँ भन्ने एउटा सोच त्यो भयो अर्को चाहिँ नि जनतासँगै भएको प्रब्लमहरूलाई यसलाई लिगल फ्रेमवर्कमा कसरी दिने हुन्छ होइन हामीले एउटा कुरा के बिर्सिनु हुँदैन भन्दा जनप्रतिनिधि हो कि जनतासँग मेरो लेभल अफ अवेरनेस मेरो लेभल अफ नलेज मेरो स्किल सेट तपाईँभन्दा केही फरक छैन के त्यसैले जनप्रतिनिधि हुँदैमा एउटा जाँदै छोडी आउँदैन काम गर्ने भनेको दुवैजनाले सँगै मिलेर गर्नुपर्छ त्यो त बुझ्यो तर कहिलेकाहीँ चाहिँ मेरो आवाज मलाई चाहिने कुरा मलाई थाहा नभएको कुरा पनि मेरो जनप्रतिनिधिले थाहा पाउँछ कि मभन्दा एक कदम अगाडि छ कि भन्ने आशा चाहिँ राख्न पाइयो नि त होइन आशा त अभियसली जे पनि राख्न पायो तर त्यो आशाले एक्सट्रिम रूपमा लियो भने त्यो डेमोक्रेसीको फर्मुलेसनबाटै बाहिर जान्छौँ क्या हामी यसमा शुभ कायस्थजीको मैले विचार जान्न चाहेँ तपाईँहरू जस्तो अभियन्ताहरूको पनि यसमा प्रमुख भूमिका हुन्छ नि होइन कहिलेकाहीँ आम मानिसलाई थाहा नहुनसक्छ आजको हाम्रो आवश्यकता के हो जसरी सुमनाजीले भन्नुभयो भने जनप्रतिनिधिहरूलाई पनि आम मानिसले हामीलाई यो चाहियो है भनेर अवेयर गराइदिनु पर्यो भनेर त्यो क्याटलिस्टको भूमिका तपाईँहरूले खेल्न सक्नुहुन्छ के छ त्यतातर्फ पनि बताइदिनुहोस् न हस् मेरो भनाइ र म काम गर्ने संस्थाको भनाइ चाहिँ कानुन मात्रैले केही पनि हुनेवाला छैन होइन एउटा चाहिँ म त्यसमा एकछिनपछि आउँछु तर यही प्राइभेसीकै गफ डेटा प्राइभेसीकै कानुन चाहियो भनिराख्ने परिवेशमा थोरै त्यसमा जोड्ने हो भने प्राइभेसी भने गोपनीयता अहिले आएर एकदम नौलो लाग्न सक्छ तर नेपाली परिवेशमा यो नयाँ कुरा होइन होइन कुनै पनि परिवेशमा चाहिँ नयाँ कुरा होइन जस्तो लाग्छ हामी कोठामा ताला मार्छौँ होइन झ्यालमा पर्दा लाउँछौँ होइन त्यो गोपनीयताको हिसाबले हो नि त जस्तै मैले आज अद्वैतजीलाई भेटेँ अनि उहाँलाई मैले आज के कुरा गर्ने म
एकदम एसेस गरेर हुन्छ नि उहाँसँग मलाई कतिको ट्रस्ट लाग्छ म बिस्तारै सोचौँला अनि 4 चोटि भेटेपछि अलिकति बढी बनाउँला सो यो गोपनीयताको कुरा नै पनि हाम्रो पार्ट अफ कल्चर हो हामीले आफै मान्छेले लेखाजोखा गरेर त्यही अनुसार प्र्याक्टिस गरिरहेको हुन्छ भन्ने हो अनि त्यस्तै गरेर अर्को उदाहरण दिनु पर्दाखेरि चाहिँ जस्तै दलित व्यक्तिले आफ्नो दलित आइडेन्टिटीको बारेमा भन्छ भन्दैन उसको हातको कुरा हो नि त होइन आफै डिसाइड गरेर भनिरहेको हुन्छ जस्तै अघिल्लो वर्ष मात्र कति धेरै पत्र पत्रिकामा आइरहेको थियो दलित भएकै कारणले कोठा नपाउने त्यस्तो ठाउँमा त म किन भन्ने त आफ्नो कास्ट होइन सो त्यसरी चाहिँ मान्छेले नेभिगेट गरिरहेको हुन्छ मान्छेले आफूले डिसाइड गरिरहेको हुन्छ कसरी भन्ने भनेर अब आयो डिजिटल परिवेशमा अब यो चाहिँ फेरि नौलो भइदियो होइन डिजिटल परिवेशमा के चाहिँ प्राइभेट हो र के चाहिँ पब्लिक हो भनेर त्यो अलिकति धमिलो भइदियो कि जस्तो मेरो फेसबुकको भित्ता फेसबुकको वल चाहिँ मेरो लागि चाहिँ त्यो मैले प्राइभेट भन्न थाल्छु किन भन्दा मेरो आफ्नो फोनमा चलाइरहेको छु मेरो प्राइभेट फोनमा तर त्यो साँच्चीकै प्राइभेट हो कि होइन त होइन र प्राइभेसी सेटिङमा गएर मैले प्राइभेसी पनि मेन्टेन गरेँ तर फेसबुकले त फेरि हेर्न पाउँछ हेर्न सक्छ त्यसले गर्दाखेरि यो गोपनीयता र बााउन्ड्रीको कुरा हुन्छ नि यो सीमा क्षेत्र नै हामीले टोक्ने कुरामा मलाई कतिको के देखाउन मन छ र भनेर अघि मैले चालचलाएको कुरा जस्तो सजिलो भएन अनि यसमा चाहिँ फेरि म युजरहरूलाई चाहिँ दोष दिन्न है जस्तै जहिले पनि केही कुरा भएन भने चाहिँ थाहा भएन उनीहरूलाई लिट्रेसी पुगेर सिकाउनु पऱ्यो अनि थाहा हुन्छ भन्ने खालको कि जिम्मा चाहिँ फेरि वहीँ टोकिदिने कि यो भने चाहिँ पहिला बाटोमा हिँड्दाखेरि केटी मान्छेले जिस्कायो भने हुन्छ नि त्यसरी लुगा लाएर नहिँड भने जस्तो खालको कुरा भयो कि सो जोगिनु पर्ने र सुरक्षित हुनुपर्ने जिम्मा चाहिँ जोखिममा छ उसैले गर्नु पर्यो जस्तो होइन यहाँ चाहिँ जसले फाइदा उठाउँछ अब यो केसमा भन्नु पर्दा चाहिँ टेक्नोलोजी कम्पनी होला रे माने हामी कसरी सम्बोधन गरेको सुरुवात गर्न सक्छौँ होला आई गेस एउटा एकदमै गर्न मिल्ने कुरा भनेको चाहिँ जुन विभिन्न स्टेक होल्डर यसमा इन्भल्भ हुन्छ उहाँहरूलाई जिम्मेवारी बोध गराउने र एउटा यहाँ पात्र हामीले अघिदेखि कुरा नगरेको भनेको टेक कम्पनी हो होइन चाहे त्यो फेसबुक गुगल जस्तो ठुलो कम्पनी होस् चाहे हाम्रो यहाँ साथीको जस्तो प्राइभेट कम्पनी होस् हाम्रो सूचनाहरू हाम्रो जानकारीहरू उहाँहरूसँग यति अबन्डेन्स हुन्छ यति धेरै स्टोर गरिराख्नु भएको हुन्छ त्यसको सुरक्षा कसरी भइरहेछ भन्ने हामीलाई थाहा छैन ब्याङ्क वित्तीय संस्थाहरूले हरेक वर्ष हामीलाई फर्महरू भराउन लाउनुहुन्छ हाम्रो फोन नम्बर छ होइन फेरि हाम्रो चुनाव बेलामा त एसएमएस आउँछ सो त्यो कहाँबाट आयो त होइन सो यो हाम्रो पर्सनल जानकारी हाम्रो गोप्य जानकारी र सूचनाको बारेमा कहाँ कसलाई चाहिँ एक्सेस दिइरहेछ भन्ने कुरा चाहिँ हामीसँग जानकारी छैन र जिम्मेवारी दिने कुरा निकायको कुरा गर्ने हो भने लाइक गभर्मेन्ट पनि आउँछ नै हाम्रो एकदम ऱ्यापिडली लास्ट 10, 12, 15 वर्षदेखि डिजिटलाइजेसनको होइन सबै कुरा चाहिँ डिजिटलाइज हुनु पर्यो भनेर होड नै चल्या छ त्यसरी चाहिँ विकासको नाममा र अलिकति राम्रो सुनिने नाममा चाहिँ हामी विभिन्न खालको टेक्नोलोजीहरू ल्याइरहेछौँ र ल्याउनु पनि राम्रो हो ल्याउनु पनि पर्छ किन भन्दा लाइफ त सजिलो गर्छ नियमन गरिरहेछौँ कि छैन सुरक्षा दिइरहेका छ कि छैनौँ भन्ने प्रश्न भयो भनिरहनु भएको छ अलिकति समय कम भएको कारणले गर्दा म अरू विषयमा पनि प्रवेश गर्नुपर्ने भएको कारणले गर्दा तपाईँसँग आउँछु म अद्वैतजीबाट जान्न चाहेँ यो ग्राहकहरूको सुरक्षाको कुरा पनि आयो होइन सुरक्षा संवेदनशीलतालाई तपाईँहरूले कसरी मध्यनजर गरिरहनु भएको छ अथवा तपाईँहरूको यो प्राथमिकतामा छ कि छैन एउटा कुरा होइन अर्को अब हामी यही यो डिजिटल डिभाइडकै कुरा गरिरहँदा नि तपाईँले काम गर्ने संस्थामा नै महिला प्रतिनिधित्व बढाउनका लागि डिजिटली अवेर गर्नको लागि त्यो नीतिगत रूपमा महिलालाई ल्याउनुपर्छ महिलालाई पनि सहभागी गराउनुपर्छ भन्ने खालको बहसहरू हुन्छ यस्तो तपाईँको फर्स्ट क्वेसनको आन्सर चाहिँ यो डेटा प्राइभेसीमा चाहिँ F1 सफ्ट ग्रुपै होइन जस अन्तर्गत चाहिँ फोन पे सेवाहरू पर्ने गर्छ वी आर भेरी भेरी केयरफुल अबाउट दिस बिकज पहिला सुरु त हामी फोन पे सेवा भनेको चाहिँ राष्ट्र ब्याङ्कबाटै गभर्न्ड एन्टिटिजहरू हो र त्यो माथि पनि हामीले चाहिँ यो इन्टरनेसनल सर्टिफिकेसन हुन्छ डेटा प्राइभेसी यो प्रोटेक्सनको यो PCI DSSहरू भन्छ होइन त्यो चाहिँ हामी वी हेभ टु डु द्याट वी हेभ डन द्याट होइन सो त्यसले गर्दाखेरि चाहिँ एन्ड मोर देन द्याट आई थिङ्क हाम्रो यो अफिसमा भएको सबै स्टेक होल्डर्स ट्रुली अन्डरस्ट्यान्ड होइन डेटा प्राइभेसीको भ्यालु के हो सो त्यो गुमायो भने के हुन्छ भन्ने कुरा चाहिँ वी अल अफ अस आर भेरी अवेर सो त्यसमा चाहिँ देयर इज नो सेकेन्ड थट्स अबाउट द्याट होइन अनि अर्को चाहिँ मेरो डिजिटल प्रविधि र प्लेटफर्महरूको विकास तथा डिजाइनमा चाहिँ महिला प्रतिनिधित्व र उनीहरूको नेतृत्वलाई थप प्रोत्साहन गर्ने नीति तपाईँहरू त्यसमा यस्तो छ त्यो हजुर हामी टेक कम्पनी हो होइन टेक कम्पनीमा अस्ति मैले एचआरबाट डेटा मगाएको थिएँ त्यसमा हेर्दाखेरि चाहिँ हाम्रो कम्पनीमा करिब 40% जति नै रहेछ फिमेलको चाहिँ होइन तर त्यसमा पनि तर टेक एक्चुअली प्रोग्रामिङै गर्ने अथवा टेक उसमै ब्याकग्राउन्डमै भयो टेक उसमै काम गर्ने चाहिँ 9% जति मात्रै रहेछ कि त्यो चाहिँ अब मैले
भन्नुपर्दाखेरि के हो भने इट्स नट द्याट वी डोन्ट वान्ट अब जब सिभी आउँछ नि सिभी नै 10% मात्र फिमेलकै आउँछ कि होइन त्यो टेक रोल्समा होइन त्यो चाहिँ अब आई थिङ्क त्यही अघि मैले भने जस्तो सोसियो कल्चरल ऊ नै छ होइन यहाँनिर हाम्रो कल्चरली सोसियली वुमेनहरू चाहिँ जेनरली अलिकति सजिलो होइन धेरै ढिलो गर्न आउने जब यहाँनिर मैले अर्को एउटा प्रश्न राखेँ है यस्तो यो हाम्रो मानसिकताले नि निर्णय गर्ने ठाउँमा कति असर गर्छ भन्ने मेरो प्रश्न जस्तो महिलाले कुनै एउटा प्रोग्राम डिजाइन गरेर ल्यायो एप बनाएर ल्यायो होइन प्रविधिसँग कुनै महिला जोडिन चाह्यो त्यो उसको उपज थियो भने मेरो यो भनेर भन्न आउँदा त्यो क्रेडिबल हुन्छ नि महिलाले ल्याएको भनेर त्यो शङ्का गर्ने मानसिकता छ कि छैन जस्तो अरू ठाउँमा मैले धेरै देख्छु कि महिला भन्ने बित्तिकै अलिकति कम क्षमता हो कि भन्ने खालको त्यो प्री अकुपाइड हाम्रो माइन्डसेट चाहिँ छ जस्तो लाग्छ पत्रकारितामा नै अब अर्थतन्त्रको कुरा महिलाले खासै गर्दैनन् महिला भन्ने बित्तिकै सामान्य रिपोर्टिङहरू कल्चरलको फुडको होइन लुगाको मात्रै गर्ने हो भन्ने पुरानो मानसिकता थियो नि बिस्तारै त्यो परिवर्तन भएको छ धेरै महिलाहरू आउनु भएको छ अहिले अर्थतन्त्र रिपोर्टिङ गर्नुहुन्छ फरेन अफेयर गर्नुहुन्छ त्यो मानसिकता नि किन भन्दा त्यसले पनि त निर्णय गर्ने ठाउँमा एउटा महिला र पुरुष दुवैजनाले समान एउटा कुनै प्रोडक्ट लिएर आएको छ भने पुरुषलाई प्राथमिकता दिनुभयो भने हामीले त्यहीँनिर महिलालाई पछाडि पारिहाल्यौँ नि त्यो मानसिकता कति छ भन्ने यस्तो होइन जान्न चाहेको समाज त्यो यस्तो छ अब मेरो अफिसमै कुरा आउँदाखेरि चाहिँ तपाईँले भन्नुभयो होइन मेरै अफिसमा होइन एउटा क्वालिटी एस्युरेन्स भन्ने डिपार्टमेन्ट त्यसको लिडै त्यसको लिड नै एकजना फिमेल तपाईले के गर्नुहुन्छ भन्दाखेरि यो मानसिकता चाहिँ कस्तो छ ओभरअल भनेर मैले बुझ्न खोजेको मात्रै अब हाम्रो इनफ्याक्ट हाम्रो कस्तो छ भने अफिसमा इफ होइन इन्टरभ्यू हुँदाखेरि हाम्रो स्कोरिङ सिस्टम हुन्छ त्यो स्कोरिङमा दुईजना एउटा मेल छ एउटा फिमेल क्यान्डिडेट दुईजनाको बराबर आयो भने वी एक्चुली रेकमेन्ड टु टेक द फिमेल क्यान्डिडेट जस्ट सो द्याट वी क्यान गेट मोर हुन्छ नि हाम्रो त्यो 9% र 10% 11-12 बनाऊ भनेर द्याट इज द पोलिसी द्याट वी हेभ मेड धन्यवाद अर्को चाहिँ मोनाजी जस्तो डिजिटल प्रविधिको क्षेत्रमा लैङ्गिक समानताको प्रवर्धन गर्न तपाईँहरूले केयर नेपालले लामो समयदेखि काम गरिरहेछ होइन कसरी काम गर्नुभएको छ अलिकति तपाईँहरूले काम गर्दाको अनुभव पनि हामीलाई बताइदिनुहोस् न केयरले चाहिँ विभिन्न खालको सवालहरूमा काम गर्छ होइन तपाईँको शिक्षा लैङ्गिक समानता स्वास्थ्य तपाईँको यो डिजास्टर रिस्क रिडक्सनको कुराहरूमा त्यसको साथसाथै फुड सिक्युरिटी एग्रिकल्चर क्लाइमेट चेन्ज होइन यो विभिन्न खालको सवालहरूमा काम गरिरहँदाखेरि अघि पनि मैले भने केन्द्रमा महिला र बालिकाहरूलाई राखेर हामी काम गर्छौँ र त्यसमा पनि महिला र बालिका मात्र भन्दैनौँ त्यसमा तपाईँको अलिकति वुमेन हेडेड हाउस होल्ड्सहरू होइन वुमेन स्पेसली लाइक दलित वुमेन फ्रम वेस्टर्न हिल रिजन एन्ड देन सदर्न प्लेन भन्ने तराई भन्ने खालको कुराहरू गर्छौँ र अलिकति अडोलेसेन्ट गर्ल्सहरू र महिला जो चाहिँ अर्बन र पेरी अर्बनमा बस्नुहुन्छ होइन इन्फर्मल सेक्टरमा काम गर्नुहुन्छ उहाँहरूसँग काम गर्ने भनेर हामीले स्पेसिफिकली अलिकति एउटा महिला भनेर एउटा ढक्क एउटा मोनोलिथिक ग्रुप जस्तो भन्दा पनि त्यसलाई अलिकति चिरेर हेर्ने काम गरेका छौँ र त्यहीँ गर्दा अघि सुब्बाजीले भन्नुभएको विभिन्न खालको त्यो इन्टरसेक्सनालिटीहरू पनि काम गर्छौँ अब यो काम गर्ने क्रममा जब यो डिजिटल डिभाइड पनि एउटा अवरोध हुन सक्छ होइन युग त तपाईँको अब डिजिटली टेक्नोलोजिकली त तपाईँको अगाडि बढिसक्यो होइन त्यसमा अब फेरि त्यही यही वर्गले चाहिँ त्यहाँनिर जान पाएन भने त कि त यसले लछारेर पछारेर लान्छ कि त एकदम पछाडि छोडिदिन्छ सो त्यो कारणले हुँदैन होइन सो नहुने भएको कारणले गर्दाखेरि यसमा पनि अहिलेदेखि नै हामीले उहाँहरूसँग काम गरेनौँ भने उहाँहरूले चाहिँ सम्पूर्ण रूपमा आफ्नो जीवनलाई अथवा त्यो क्षेत्रहरूमा नियन्त्रण गर्न पाउनुहुन्न भन्ने हिसाबले करिब एउटा इन्टिग्रेटेड डिजिटल कम्पोनेन्ट होइन हाम्रो प्रोग्रामको एस्पेक्ट बनाएर 10वटा जस्तो हामी विभिन्न खालको डिजिटल एपहरू होइन बनाएर चाहिँ काम गरेका छौँ जस्तै प्रडक्टहरू भनौँ न कृषि पथ भन्छ जसले चाहिँ यो अलिकति साना किसान महिला किसानहरूलाई चाहिँ त्यसको बजारसँग विस्तार गर्ने होइन तपाईँको टेलिटिचिङका कुराहरू गर्छौँ टेलिमेडिसिनका कुराहरू गर्छौँ गेम्सहरूको थ्रुबाट गो निसा गो होइन भन्ने हाम्रो एउटा युएसएआइडी फन्डेड तपाईँको प्रोजेक्टमा अन्तर्गतै छ होइन त्यसको साथसाथै तपाईँको इन्टरेक्टिभ भोइस तपाईँको रेस्पोन्स भन्छौँ जसबाट चाहिँ हामी अलिकति जवाफदेहिताका कुराहरूलाई इन्स्योर गर्ने कुराहरू गर्छौँ तपाईँको यो किसानहरूको आइडेन्टिटी कार्डहरूलाई चाहिँ एउटा राइट वेमा जसमा चाहिँ तपाईँको गोपनीयताको कुराहरू पनि भङ्ग नहोस् तर भोलि उसले तपाईँको आफ्नो स्थानीय तौरबाट पाउनुपर्ने सुविधाहरूमा पनि उसको एक्सेस हुन सकोस् होइन भन्ने हिसाबले उहाँहरूको चाहिँ एउटा वेब पोर्टलहरू बनाउने खालको कुराहरूदेखि लिएर उहाँहरूलाई त्यहाँबाट बिजनेस प्लान अनलाइन नै होइन तपाईँको गरेर फाइनेन्सियल सर्भिसेसहरूमा एक्सेस बढाउने खालको कुराहरू यस्तो कुराहरूमा चाहिँ हामी अहिले काम गरिरहेका छौँ र त्यसको साथसाथै यो कम्युनिटी स्कोर कार्ड भन्छ जसले चाहिँ तपाईँको जवाफदेही वर्ग र तपाईँको आवाज उठाउनु पर्ने वर्गलाई एउटा ठाउँमा ल्याउने प्लेटफर्म हो यो त तपाईँको प्रडक्ट मात्र भए होइन अघि मैले भने नि एउटा त्यो डिजिटल साक्षरता नहुँदाखेरि पनि कहिलेकाहीँ पछाडि पर्ने भएको कारणले विशेष गरी हामी किशोरीहरूलाई र महिलाहरूलाई यो
अनलाइन सेफ्टीका कुराहरू होइन तपाईँको अलिकति प्रपर युज अफ इन्टरनेट कसरी हुनसक्छ भनेर उहाँहरूलाई चाहिँ होइन ट्रेन गर्ने खालको कुराहरू गर्छौँ र जति पनि अहिले यो डिजिटल एस्पेक्टमा काम गरिरहेका छौँ करिब 50% यसको युजरहरू चाहिँ महिलाहरू नै हुनुहुन्छ किशोरीहरू नै हुनुहुन्छ सो यो एउटा सानो काम हो होइन तर यो सम्पूर्ण रूपमा र यही अन्तिम बिन्दु होइन तर प्रयास ठिक छ म तपाईँसँग आउँछु प्रवर्तनात्मक कामहरू गरिरहनु भएको छ भन्नुभयो होइन किशोरीहरूले के महसुस गरेका रहेछन् भनेर यही तपाईँहरूकै कार्यक्रममा संलग्न लुम्बिनीबाट एकजना किशोरी हुनुहुन्छ इन्द्रावती कहर उहाँको भनाइ चाहिँ म अबको क्रममा राख्न चाहन्छु कार्यक्रममा नमस्ते मेरो नाम इन्द्रावती कहर हो लुम्बिनी सांस्कृतिक नगरपालिका वार्ड नम्बर 11 मसिनामा बस्छु म उडान पढेर आएको छु हाम्रो गाउँघरमा छोरीलाई शिक्षा दिन महत्त्व दिँदैन सरकारले पनि महिला अनि किशोरीलाई सिलाइ कटाई अनि गुडिया बनाउन तालिम दिन्छन् जसले गर्दा महिला किशोरीहरूलाई कम्प्युटर इन्टरनेटको पहुँच छैन कम छ मेरो प्रश्न ए छ महिला अनि किशोरीहरूलाई कम्प्युटर इन्टरनेटको पहुँच बढाउन सरकारले के गरिरहेको छ यो प्रश्नको जवाब चाहिँ मैले सुमनाजीबाट जान्न चाहेँ जस्तो अघि नै हामीले कुरा गरिरहेको थियौँ नि त महिला भन्ने बित्तिकै प्रविधि होइन कि महिलाका लागि अरू नै प्रिअकुपाइड पेसाहरू हाम्रो दिमागमा सेट हुन्छ प्रविधिसँग हामीले जोड्न सकेका छैनौँ किशोरीहरूलाई उहाँ जस्तै अरू किशोरीहरूका लागि तपाईँको जवाफ एउटा जनप्रतिनिधिका रूपमा के हुनसक्छ यो मैले एक्चुअली यो जनप्रतिनिधि हुँदै मात्र होइन धेरै अगाडिदेखि भन्दै आएको कुरा हो जब हामीले इम्प्लोइमेन्टको कुरा गर्छौँ हामीले त्यस्तो इम्प्लोइमेन्ट सोच्नुपर्छ जहाँ चाहिँ नि 2 वर्षपछि त्यो रिटर्न अलिकति हाई हुँदै जाओस् होइन हामीले जे पनि सब्सटेन्सेस लेभलमा गऱ्यौँ सिलाइ बुनाइ गऱ्यौँ बाख्रा पालन गऱ्यौँ त्यो त्यसबाट कि त लार्ज स्केलमा जानु पर्यो होइन भने जहिले पनि त्यो सब्सटेन्सेस लेभलमै हुन्छ र अहिलेको जमानामा चाहिँ नि हामी त्यसैमा अल्झेर बस्यौँ भने हाम्रो जुन त्यो वेज अपग्रेड हुनुपर्ने हो हुँदैन राइट सो त्यसकारण जुन सेक्टरमा यु क्यान पोटेन्सियली इमेजिन के 2 वर्षसम्म मैले यो गरेँ भने मेरो स्किल सेट अपग्रेड हुन्छ र आई क्यान आस्क फर अ हायर आवरली रेट यदि मैले टेकमा काम गर्छु अथवा मैले भिडियो एडिटिङमा काम गर्छु भने 2 वर्षपछि त म एकदम स्किल्ड अप हुन्छु नि म हायर पे गर्छु हामीले यो होलिस्टिकली नेपाललाई सोच्नुपर्ने चाहिँ नि यो फेज वाइज जानुपर्छ यो सिलाइ बुनाइले एक लेभलमा धान्छ होला होइन तर हामीले यदि नेपाललाई नै महिलालाई मात्र नेपाललाई नै हामीले हायर वेजमा लाने हो भने चाहिँ नि जुन स्किल सेट जुन चाहिँ नि प्रोफेसनमा तपाईँको प्रोडक्टिभिटी इन्क्रिजसँगै तपाईँको वेज इन्क्रिज हुन्छ त्यसमा जानुपर्छ यो चाहिँ नि अहिले मात्र होइन मैले उहिलेदेखि भनेर आएको हो है तर यसमा गर्नुपर्ने काम चाहिँ नि तपाईँहरूले जस्तै केयर नेपाल इत्यादिहरूले चाहिँ नि रिसर्चमा चाहिँ इन्भेस्ट गर्नुपर्छ होला जस्तो लाग्छ कि अहिले मैले सुने तपाईँहरूको प्रोग्राम छ एप बनाउनु भयो अब प्रडक्ट सेलै मात्र गर्नु छ भने त दराजमा कसरी राख्ने सिकाएर पनि त हुन्थ्यो होला नि होइन त्यो त मार्केट लिङ्केजको कुरा भयो राइट सो एउटा कुरा चाहिँ नि मलाई लाग्छ सबै कुराको सोल्युसन एप बनाएर चाहिँ हुँदैन जसरी उहाँले भन्नुभयो त्यो रातो बुकमा आउँछ नि त होइन सिलाइ बुनाइमा कति खर्च भयो यो एक्चुअली मैले रिक्वेस्ट पनि गर्न लाग्छु छु डेटा वार्ड लेभलसम्म कुन वार्डमा कस्तो खाले बजेट गयो के त्यो जनतालाई जब थाहा हुन्छ जब यो महिला सशक्तिकरण भनेर कस्तो खाले प्रोग्राम गइरहेछ सरकारको लेभलबाट होइन प्रोग्रामेटिक लेभलमा त्यसपछि बल्ल मैले यो त मैले मेरो जनताले खोजेको होइन नि त यो त दिस इज नट वाट विल पुट अस इन द पाथ भनेर क्वेसन गर्नु म तपाईँसँग आउँछु अब यो महिला सशक्तिकरणको कुरा पनि आयो यस वर्ष अन्तर्राष्ट्रिय महिला दिवसको नारा डिजिटल इनोभेसन एन्ड टेक्नोलोजी फर जेन्डर इक्वालिटी नेपालीमा चाहिँ लैङ्गिक समानताको बलियो आधार सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार छ होइन अब यो लक्ष्य प्राप्तिका लागि महिलाका रूपमा परिवारबाट समाजबाट परिवार समाज अनि न मुलुक भन्छ यो सबैको भूमिका चाहिँ के हुनुपर्छ होला हामीले गर्नुपर्ने कार्यहरू के छ तपाईँलाई के लाग्छ यो प्रश्नलाई अलिकति फराकिलो पारेर म उत्तर दिन्छु है किन भन्दा आई थिङ्क यो समाज परिवार बाहेक अरू पनि र स्टेट बाहेक अरूको पनि जिम्मेवारी हुन्छ जस्तो लाग्छ एउटा त अघि मैले जोडिराखेकै कुरा जुनै पनि सामाजिक समस्याको समाधान चाहिँ प्रविधि मात्रै होइन
यसको लागि चाहिँ सामाजिक संरचनामै छुनुपर्छ, विविधका कुराहरू छन् अघिदेखि हामीले कुरा गरेर आएको। अनि अब जस्तै मानिलिउँ अहिले डिजिटलाइजेसनको कुरामा चाहिँ यसले चाहिँ करप्सन रोक्छ अथवा लाइन बस्नु पर्दैन भनेर हामी त्यस्तो खालको प्रविधि ल्याउँदैछौँ भने साँच्चै त्यसले करप्सन रोक्छ र करप्सन भनेको त सामाजिक मुद्दा हो, यो त टेक्नोलोजिकल प्रब्लम होइन नि त भन्ने ट्रान्सपेरेन्ट होला कि भन्ने आश छ नि। सो टेक सोल्युसनिजम भन्छ हामी त्यसलाई होइन, टेक सोल्युसनिजमबाट अलिक टाढा गएर हेर्नु पऱ्यो भने एउटा उपाय होला। अर्को चाहिँ हाम्रो अहिले विद्यमान भएको कानुनहरू कस्तो छ, त्यसले कसलाई मर्का पारेको छ, कहाँ चाहिँ अपुग भएको छ, नयाँ कानुन बनाउनु पर्छ भन्ने भन्दा पनि भएकैमा चाहिँ कहाँनिर परिमार्जन गर्नु पर्यो, कहाँ थपथाप पार्ने हो गर्नु पर्यो र भएको कानुनहरूलाई चाहिँ इम्प्लिमेन्ट गर्दाखेरि जो चाहिँ पीडित पक्ष हुन्छ उहाँहरूलाई फेरि जिम्मेवारी नथोपर्ने गरिकन त्यस्तो खालको चाहिँ सिस्टम बनाउनु पर्छ होला। र एट द सेम टाइम थर्ड पोइन्टमा कुरा गर्नुपर्दा चाहिँ हामीले यो गफै नगरेको अघिदेखि भनेको प्लेटफर्म्सहरू होइन, हामीले फेसबुक टिकटकको अघिदेखि कुरा गरिरहेछौँ र त्यही हुने हो नि त, हिंसा पनि त्यही हुन्छ होइन। त उनीहरूको पनि आफ्नै कानुन हो, नियमहरू हुन्छ प्लेटफर्म्सहरूको जसले चाहिँ हामीलाई कन्ट्रोल गर्न खोज्छ, हामीलाई के पोस्ट गर्ने नगर्ने उसले अलाउ गर्छ है। जस्तै मानिलिउँ महिनावारीको रगत चाहिँ फेसबुक र इन्स्टाग्राम जस्तो कम्पनीहरूले ब्यान गर्छ कि त्यो चाहिँ उनीहरूको लागि अश्लील हो भन्छ नि, हार्मफुल सेक्सुअल कन्टेन्ट भित्र राखिदिन्छन् है। साँच्चीकै त्यस्तो कम्पनीहरू जुन चाहिँ उता पारिपट्टि संसारमा छ होइन, लाइक मोस्टली लाइक गोरा देशहरूमा छन् र प्रायः जस्तो गोरा पुरुषहरूले बनाउने कम्पनीहरू हो नि त, त्यो त मान्छेले बनायो नि फेसबुक भनेको त। त्यस्तो नियमहरूले चाहिँ हाम्रो नेपाल जस्तो ठाउँको पनि मान्छेहरूलाई असर पारिरहेको छ भनेर चाहिँ बुझ्नु पर्यो। र त्यस्तो प्लेटफर्महरूमा हुने, यस्तो कम्पनीहरूको प्लेटफर्ममा हुने खालको कुनै हिंसा हुन्छ भने उनीहरू पनि इक्वली रेस्पोन्सिबल हुनु पर्यो भनेर कि हामीले फोटो पोस्ट गर्दा कमाउने चाहिँ फेसबुकले कमाउँछ, टिकटकले कमाउँछ, तर त्यहाँ केही हिंसा हुन्छ भने चाहिँ फेरि उनीहरूले चुप लाएर बस्दिने खालको। सो त्यो खालको यो जुन इम्ब्यालेन्स छ नि, पावर फेरि यहाँ फरक भयो कि धेरै पावर चाहिँ उनीहरूले पाए, हामीले चाहिँ पाएन होइन। हामीलाई यसो हेर्दा चाहिँ धेरै प्रयोग गर्न पाइरहेको जस्तो हुन्छ तर त्यस्तो भइरहेको छैन। मैले अन्तिममा भन्नुपर्दा चाहिँ लास्टमा गएर शक्ति संरचनाकै कुरा हो भनेर कि चाहे त्यो पुरुष महिला बिचमा होस्, चाहे देश र जनता बिचमा होस्, चाहे टेक्नोलोजी बनाउने मान्छे र प्रयोग गर्ने प्रयोगकर्तामा होस्, यो पावर स्ट्रक्चर हुन्छ नि, शक्ति संरचना जबसम्म हामी त्यसमा छुँदैनौँ, काम गर्दैनौँ। अनि शक्ति संरचना भनेको लैङ्गिकताको हिसाबले मात्रै होइन, यसमा आर्थिक अवस्थादेखि लिएर के भन्छ सबै समुदाय वर्गका मानिसहरू अटाउनु पर्यो। म तपाईँसँग आएँ है, अलिकति समय कम भएको कारणले गर्दा यही क्रममा चाहिँ अब रूपन्देहीबाट एकजना अधिकारकर्मी किशोरीको एउटा प्रश्न म यहाँहरूमाझ राख्न चाहन्छु। नमस्ते, मेरो नाम रुकैया खातुन, मेरो घर रोहिणी 7 पोखरभिण्डामा पर्दछ। म किशोरी अधिकार मञ्चको सदस्य, रूपन्देहीको सदस्य। हामी किशोरहरूको मुद्दा लिएर काम गर्छौँ। किशोरहरूलाई केही भयो भने, केही समस्या आयो भने तिनीहरूको उद्धारको लागि काम गर्छौँ। हाम्रो समुदायमा किशोरीहरूलाई मोबाइल चलाउन दिँदैनन्। मोबाइल चलाउँदा किशोरीहरू बिग्रिरहेछन् भन्ने कुरा गर्छन्। हामी स्वतन्त्र भएर मोबाइलको प्रयोग समेत गर्न पाउँदैनौँ। यस्तो अवस्थामा प्रविधिमा समान पहुँच प्राप्त गरी आफ्नो वकालती कार्यलाई कसरी अगाडि बढाउन सक्छौँ? यसको जवाफ सुबजीले दिनुहुन्छ कि छोटोमा? किशोरी भन्दा पनि लाइक बच्चाहरूलाई अथवा भनौँ यङ मान्छेहरूलाई प्रविधि पहुँच गर्न नदिने, अनि विशेष गरी मधेसमा हामी पनि मधेसमा गएर काम गर्दाखेरि पाएको चाहिँ अविवाहित होस् अथवा विवाहित होस् यङ हुने बित्तिकै नदिने। अनि त्यसमा चाहिँ किन भन्दाखेरि खोतल्दाखेरि चाहिँ होइन भागेर जान्छन् भन्ने खालको एउटा ठुलो डर होइन। यो चाहिँ अलिकति हिस्ट्री कोट्याउने हो भने चाहिँ हाम्रो हजुरआमाका पालामा किताब पढ्ने महिलाहरू भागेर जान्छन् भन्ने एउटा थियो है, बिग्रिन्छ। त्यसपछि रेडियोको जमाना आयो होइन, हाम्रो आमाहरूको पालामा रेडियो सुन्ने केटीहरू चाहिँ खत्तम भयो भन्थे अरे होइन, भन्थे अरे। फुपूहरूको पालामा टिभी हेर्नेहरू त खत्तमै हो भने होइन। अब अहिले आएर चाहिँ फेरि टेक्नोलोजी चलाउने, फेसबुक चलाउने केटीहरू त झन् खत्तमै हो भन्ने खालको जुन नेगेटिभ चेन्ज भइरहेछ नि। अनि कसरी खत्तम भयो भन्दा चाहिँ फोटो हाल्यो अरे होइन। सो मैले आफ्नो अभिव्यक्ति स्वतन्त्रता प्रयोग गरेर केही कुरा लेख्दा, केही कुरा भन्दा, केही कुरा पोस्ट आउँदा चाहिँ म छाडा भएँ भनेर भनिदिन्छ भने चाहिँ त्यो मेरो गल्ती हो र भन्ने एउटा प्रश्न आउँछ होला। र साँच्चै यो प्रश्न चाहिँ अझ भित्र जानुपर्छ होला कि यो साँच्चै डर पनि छ नि त, अभिभावकहरूलाई पनि डर छ आफ्नो बच्चाहरू कोसँग कुरा गरेर थाहा छैन भन्ने, अनलाइनमा कस्तो खालको के भइरहेछ थाहा छैन, किन भन्दा अघि त्यो ग्याप छ नि त अगाडिको जेनेरेसन र अहिलेको। त्यही भएर यो विषयमा कुरा हुनुपर्छ भनेर कि, तर अघि उहाँले नि भन्नुभयो नदिँदैमा चाहिँ समाधान होइन
होइन झन् हुनलाई त हाम्रो सूचनाको अधिकारबाट वञ्चित गरिरहेछौँ हामीले होइन अहिले इनोभेसनको जति पनि त्यहाँबाट पाउने लाभहरू छ त्यहाँबाट पो वञ्चित गरिरहेछौँ त्यसैले गर्दाखेरि विषयबारेमा चाहिँ गफ हुनु पर्यो र विषयबारे गफ गर्ने क्रममा हामीले एउटा चाहिँ के थाहा पायौँ भने केटीहरूलाई किन फोन दिन्न भने भागेर जाने कुरामा तर भागेर पनि जाने कुरामा मेन कन्सर्न चाहिँ के रहेछ भन्दा अन्तर्जातीय विवाह होइन भागेर त पहिलेदेखि जाने हो तर अब फोनमा कुरा गर्दा त जोसँग नि गर्ने भयो समाजको डर चाहिँ जातको को रहेछ क्या यो विषयमा लिएर हस् धन्यवाद अब हामी यो मार्च 8 को सेरोफेरोमा पनि भएको कारणले गर्दा 3 जना महिलाहरू हुनुहुन्छ यो मौका पनि मैले गुमाउन चाहिन छुटकरीमा समय कम भए पनि म मोनाजीबाट यो लैङ्गिक समानताको बलियो आधार सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार भन्ने नारा छ अब यो लक्ष्य प्राप्तिको लागि हामी कसरी अगाडि बढ्नु पर्ला छुटकरीमा मात्रै सबभन्दा पहिलो कुरा यो मात्र बलियो आधार होइन यो एक आधार चाहिँ हो तर अरू कुराहरू पनि छन् जसमा काम नगरी हुँदैन त्यो कुरालाई बिर्सिनुहुन्न 1 सेकेन्ड वर्षमा एक दिन मात्र कराएर हुँदैन यो चाहिँ यसमा साँच्चैकै चेन्ज गर्ने हो भने इट निड्स टु बी एभ्री डे एफर्ट अफ एभ्री वान अब हामी जस्तो अर्गनाइजेसनले भने नि अघि हामीले यहाँ कुरा गऱ्यौँ तपाईँ चाहे नीतिगत कुरामा हुन् चाहे कानुनी प्रावधानका कुराहरू हुन् चाहे तपाईँको घर घरमा कसरी दिन्छ दिँदैन होइन पहुँच छ छैन भन्ने कुराहरू होस् चाहे साक्षरताका कुराहरू हुन् चाहे त्यहाँभित्र भएका मूल्य मान्यताका कुराहरू हुन् यी सबै चाहिँ लैङ्गिक मैत्री छैनन् भन्ने कुरा देखिसकेपछि केयर जस्तो संस्था जसले चाहिँ यही कुरालाई चाहिँ अगाडि बढाउने हिसाबले काम गरिराखेको छ हामीले चाहिँ त्यो खालको काम गर्नलाई चाहे नीति निर्माताहरूसँग होस् चाहे तपाईँको प्राइभेट सेक्टरसँग होस् होइन तपाईँको विभिन्न महिला अधिकार कर्मीहरूदेखि लिएर अरू अधिकार कर्मीहरूसँग हामी सँगै एउटा सहभागितामा काम गर्न सक्छौँ र यो कुरालाई हाम्रो प्राथमिकतामा राखिकन अगाडि बढ्न सक्छौँ धन्यवाद मैले सुमनाजीबाट यसको अन्तिम छुट्टो जवाफ चाहे अहिले शुभजीबाट यसको जवाफ पाइसके छुटकरीमा सुमनाजीबाट अनि म बिट मार्छु यो श्रृङ्खला ओके यसमा काम गर्नुपर्ने काम धेरै छ यसलाई करेक्टली आइडेन्टिफाई गरेर जाउँ यसलाई कम्प्लिटली ब्ल्याक र व्हाइट र लेबल गर्यो भने मिडल पोइन्ट पाउन एकदम गाह्रो हुन्छ होइन र यो एउटा जर्नी हो यसमा जति म पनि तपाईँहरूको हात छोड्दिनँ तपाईँहरू मेरो हात नछोड्नु क्या तर गर्नुपर्ने काममा चाहिँ नि लेट्स वर्क टुगेदर अनि बल्ल केही हुन्छ हस् यहाँहरू सबैजनालाई समय र विचारको लागि धन्यवाद थ्याङ्क यू धन्यवाद प्रविधिको विकाससँगै समाजका हरेक पक्षलाई अझ आधा आकाश ढाक्ने महिला तथा किशोरीहरूलाई यसमा समान पहुँच पुर्याएर सँगसँगै अगाडि बढ्न सकियो भने मात्रै डिजिटल प्रविधिको विकाससँगै देश अनि समाजले त्यसको पूर्ण फाइदा लिन सक्नेछ डिजिटल डिभाइडलाई काम गर्दै प्रविधिमा समान पहुँच पुर्याउन यहाँ सबैको भूमिका अवश्य पनि महत्त्वपूर्ण हुने नै छ आजको कार्यक्रममा आएर आफ्ना विचारहरू राखिदिनु भएकोमा सबैजनालाई धन्यवाद ज्ञापन गर्दै आजको यो विशेष प्रस्तुतिबाट मलाई पनि बिदा दिनुहोस् नमस्कार